जाडोमा तातो यसरी अन्डा करी र खाना खानुभयो भने नि तपाईहरूले एक थाल भात खानुहुन्छ है। यति मिठो अन्डा करी बन्छ नि। सुरुमा चाहिँ मैले 4टा अन्डा लिएको छु, 3टा आलु अनि अन्डा चाहिँ यसरी फ्राई गर्दैछु ब्राउन हुने गरी। अनि यो अन्डा चाहिँ मेरो के भयो भन्दाखेरि एउटा अन्डा चाहिँ फुट्यो फ्राई गर्दा गर्दै र यो फुटेको अन्डाले गर्दा एकदमै फिज तेल आयो हैन। अन्त यही तेलमा मैले जिरालाई पड्काएँ हैन। मलाई चाहिँ जिरा हालेको पुरा मनपर्छ सब्जीमा। अनि अदुवा लसुन पेस्ट अनि त्यहाँदेखि टर्न आयो प्याजको। प्याज चाहिँ एकदमै मजाले फ्राई गर्ने रेड हुने गरी हैन, किनभने रेड भयो भने चाहिँ मिठो हुन्छ। अनि त्यहाँदेखि हल्दी चिली पाउडर हाल्ने, मजाले भुट्ने हैन, किनभने चिली पाउडर हाल्यो भने चाहिँ अलिकति कलर आउँछ नि त। त्यहाँदेखि जिरा पाउडर हजुरको जे पनि मसला छ त्यो हाल्ने। अनि लास्टमा चाहिँ अलिकति टमाटो प्युरी हालेर चाहिँ मजाले चलाउने। अनि अलिकति मसला पकाउनु पर्छ। मसला पाकेपछि मैले चाहिँ आलु उसिनेको आलु हातले नै म्यास गरेको छु अनि नुन हालेर चाहिँ चलाउँदैछु हैन। अनि अब माथिबाट तातो पानी हाल्ने। तातो पानी मैले हालिसकेको छु। चाहिँ अलिक ग्रेभी मनपर्छ त्यही भएर मैले अलिक कम्ती पानी हालेको छु हैन। अनि यसरी माथिबाट अन्डा हालिसकेर चाहिँ हजुरहरूले मनपर्छ भने चाहिँ माथिबाट अलिकति गरम मसला हाल्ने, एकदमै राम्रो टेस्ट आउँछ हैन। अलिकति पकाउने। यसरी अन्डा करी बनाउनु भयो भने चाहिँ हजुरहरूलाई सब्जी अचार केही पनि चाहिँदैन। यो सँगै भात खाँदा यति मिठो हुन्छ नि।